नमस्कार। म यो भिडियोमा आज संगत अनुसारको विचार फल, संगत अनुसारको फल पाएछ अथवा विचार भएछ भनेर भन्छौँ हामी। यी कुराहरू हजुरहरूलाई अवगत गराउन गइरहेको छु। केही जानी हजुरहरूलाई मन पर्यो भने लाइक गर्नुहोला। यहाँ भनिएको छ 10 मिनेट जड्याहरूसँग बस्नुस्, जीवन सजिलै चल्छ जस्तो लाग्छ। अर्को नम्बरमा छ 10 मिनेट नेतासँग बस्नुस्, पढाइ सबै बेकार जस्तो लाग्छ। अर्को नम्बरमा छ 10 मिनेट साधुसँग बस्नुस्, सबै सम्पत्ति दान गरी सन्यासी भई बसौँ जस्तो लाग्छ। 10 मिनेट व्यापारीसँग बस्नुस्, आफ्नो कमाई त केही पनि होइन जस्तो लाग्छ। 10 मिनेट वैज्ञानिकसँग बस्नुस्, म त कति मूर्ख र अज्ञानी रहेछु जस्तो लाग्छ। अर्को नम्बरमा छ 10 मिनेट किसान वा मजदुरसँग बस्नुस्, म त परिश्रम नै गर्दै रहेनछु जस्तो लाग्छ। 10 मिनेट किसान वा मजदुरसँग बस्नुस्, म त परिश्रम नै गर्दो रहेनछु जस्तो लाग्छ। 10 मिनेट एक असल मानिससँग बस्नुस्, जीवन राम्रो छ जस्तो लाग्छ। जीवन राम्रो छ जस्तो लाग्छ। 10 मिनेट एक असल मित्रसँग बस्नुस्, जीवन राम्रो छ जस्तो लाग्छ। हस् त यो भिडियोमा यति नै। फेरि अर्को भिडियोमा यस्तै कुराहरू ल्याइरहनेछु। हजुरलाई मन पर्यो भने लाइक गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद, नमस्कार।